आलु काँक्रोको अचार पुरानो स्वादमा ठ्याक्कै आमाले बनाउनु भएको जस्तो मिठो खाने हो भने चाहिँ त्यसरी अनि यसरी बनाउँदा चाहिँ एकदमै मिठो हुन्छ है। आलुलाई उसिने काँक्रोलाई पखालेर काटिसकेपछि एउटा बाटामा खुरुखुरु सुरुमा चाहिँ मैले आलुलाई राखेँ, त्यसै गरी मैले राखेँ यो काँक्रो आफूलाई मनपर्ने साइजमा काटेर, हरियो धनियाँ, स्वाद अनुसार नुन राख्ने, त्यसपछि चाहिँ तिल, सेलाम, आलस, बदम जेको छोप राख्दा पनि भयो। त्यसै गरी मैले चाहिँ कागती नि चोरिसकेकी छु। अब कागती पनि त्यही हो, छैन भने चुक अमिलो अनि लप्सीको धुलो, निउवा जेको अमिलो छ त्यसैको राखिदिने। अब यो अचारलाई मजाले झान्नु पर्छ है, त्यसैले गर्दा मैले चाहिँ तेल तताएँ, अलि निकै तताएकी छु 2 थरी आइटमको लागि। मेथी अलि कालो कालो नै हुने गरी फुराइसकेपछि बाहिर निकालेर बेसार र हरियो खोर्सानी एकैछिन फुराउने, त्यसपछि झ्वाइँ झानिदिने। अब आमाले बनाउनु भएको जस्तै स्वादमा बनाउने हो भने चाहिँ राम्रोसँग हात धुने, त्यसपछि चाहिँ मजासँग सबै सामग्री सबैतिर लाग्ने गरी बिस्तारै हतार नगरिकन मल्ने। ल हेर्नुहोस् त यो काँक्रोबाट चाहिँ प्रशस्त पानी आइसकेको छ। अझै लटक्क परेको खाने हो भने चाहिँ अलिकति पानी राखेर फेरि पनि राम्रोसँग मिक्स गर्न सकिन्छ। काँक्रोबाट निस्किएको पानीले नै आलुलाई लटक्क बनाउँछ भने चाहिँ पानी नराख्दा पनि भयो। हेर्नुहोस् त मेरो चाहिँ कुरै कुरामा एकदमै मिठो आलु काँक्रोको अचार चाहिँ बनेर तयार भइसकेको छ। आलु काँक्रोको अचार हजुरहरू कसरी बनाउनुहुन्छ